सुन्तला सुन्तला भन्ने बित्तिकै मुख नै रसायो। यो केवल फल मात्र होइन, भिटामिन सी को भण्डार हो। हजुरहरूलाई सुन्तला कतिको मन पर्छ? हजुरलाई सुन्तला मन पर्छ भने आउनुहोस् एकैछिन सुन्तला बगैँचाको एकछिन अवलोकन गरौँ। नमस्ते, म प्रिन्स शर्मा। आज हामी आएका छौँ पश्चिम नेपालको गोदमा अवस्थित अर्घाखाँची पाणेनी गाउँपालिका सिम्लेमा। यहाँ सिम्लेको माटोमा लहराइरहेको सुन्तलाको बगैँचा र यहाँबाट देखिने हिम श्रृङ्खलाको अद्भुत दृश्य प्रकृतिले यहाँका मानिसलाई दिएको दुई उपहार हो। सुन्तलाको बगैँचाबाट देखिने हिमालहरू, यी हिमालले प्रकृतिको वास्तविक शक्ति र सुन्दरतालाई एकैछिनमै प्रस्तुत गर्दछ। अब बगैँचामै गएर यहाँको सुन्तलाको स्वाद चाख्नु पर्यो भन्दै हामी बगैँचातर्फ लाग्यौँ। हजुरहरू पनि आउनुहोस् यहाँको ताजा सुन्तलाको स्वाद चाख्नको लागि। बगैँचा आएर आँप टिपेर खाए। के बोले भाइ? अब के बोले सुन्तला समीर सर खानु यहाँ हेर्नु नि कति बाक्लो परेको यता दुई सबै आएर जम्का भिड भएको छ। यहाँ लटरम्मै फुलाएको छ। बगैँचामा आएर नि के बाँडेर खाने हो? सिङ्गा टिप्ने खानु नि डन्काउने। चिसो हुन्छ फ्रिजमा राख्यो भने चिसो कस्तो गुलियो ख? सुन्तला खाँदा मात्र मिठो होइन, यसको धेरै फाइदाहरू पनि छ। यो भिटामिन सी को भण्डार हो। एउटा सुन्तलाले दैनिक आवश्यकताको 80% भिटामिन सी पुरा गर्दछ। यसले रोग प्रतिरोध क्षमता पनि बढाउँछ। यसले पाचन प्रक्रियामा पनि धेरै सुधार गर्छ। जताएर सुन्तला जताएर सुन्तला जताएर सुन्तला। सिम्लेको सुन्तलाले यहाँको मानिसको जीवनलाई मिठास दिएको छ भने हिमालले आत्मालाई ठुलो बनाउने शक्ति। प्रकृतिले सिम्लेलाई दिएको यही मिठास र महानताको सङ्गम नै यस ठाउँको वास्तविक पहिचान हो। हाम्रो सुन्तला बगैँचाको भ्रमण यहीँ सकाउँदै मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। यसले मलाई अझै राम्रो भिडियोहरू बनाउन प्रोत्साहन दिनेछ। फेरि अर्को भिडियोमा भेटौँला भन्दै आजको लागि बिदा लिन्छु। हस्त, धन्यवाद।